नमस्कार। हिजो मैले क्या हाले भने चाहिँ बजाङ्गी कि अपिल अरे भोट नेपाली राष्ट्रिय स्वतन्त्र पार्टी यही पार्टी कि दिउँ यो झन्डा बोकिकन आउन शैलेश कुमार सिंह भने होइन। जोस् जहाँसम्म हेर्ने हो भनेपछि जय घन्टी भन्नेको धेरै जसो कमेन्ट आयो। यो हिसाबले हेर्ने हो भने अब बजाङ्गमा पनि घन्टी बस्ने पक्का भयो। तर भिडियो सेयर अरे अझ अरू के पनि पुर्याउनु पऱ्यो त यार माउड्यौ। तँ भिडियो सेयर गर्दैन होइन ताहिले सेयर अरे अनि सबैले यही घन्टी आज म फोटो राखिदिनु यहाँ यो फोटो यी मान्छे हेर राम्रोसँग हेर शैलेश कुमार सिंह हुन् हो। यो पार्टी राम्रो ह सबैभन्दा राम्रो माउड्यौ। हामीले पहिलेका भने जितायो न पहिलेका भने केही लोछार पाटो लाउन सकेन। त्यही भएर यही पाला यही झन्डा बोकेर यही चुनाव चिन्ह यसै हो। चुनाव चिन्ह पनि हेरिहाल निक्करी हेर घन्टीको चिन्ह छ हो चुनाव चिन्ह। क्यामेरामै हाने बजाइयो। मैले जे होस् हिजो भिडियो बनाएको राम्रै कमेन्ट आयो त्यही भएर बनाएको मन पऱ्यो भने सेयर पनि गरे। यसपालि बजाङ्गी आमा बुवा दाजुभाइ बजाङ्गी मात्र होइन देशैभर सबै बालेन त पर झापा गए चुनाव म जित्छु सबै झापाले दिने आउनु भोट बालेन कि होइन। त्यसै गरी तमी बुन सबै नेपाली यसपालि घन्टी कि भोट दियो। बजाङ्गी नबुझ्ने जति पनि हो सेयर गरेर माउडे सेयर गर यो भिडियो भने जति सक्दो सेयर गर होइन। सबै नेपाली ठाउँ पुर्याउनु पऱ्यो क्या। हिजो मैले हालेको भिडियो सबैले जय घन्टीको जय होस् जय घन्टी भनेको होइन। ताहिले आज भिडियो बनायो अझ पनि सेयर र सबै ठाउँ पुर्याऊ। घन्टीले जित्नुपर्छ 100मा 100% घन्टीको बहुमत आउनुपर्छ। बजाङबाट निश्चित भयो। मैले भिडियो हालेपछि जय घन्टी विरोधको त कसैले गर्दै गरेको छैन। नत्र अरू भिडियोमा मेरा गाली गर्दा नि त यही भिडियोमा त गाली गरेको छैन। जय घन्टी सबै बजाङ्गी ताहिले बजाङ्गी सेयर ठोक।